चस्मा चाहिँ मैले थाइल्यान्डबाट मगाएको हो के भन्छ। हेलो वेलकम ब्याक टु विक्रम ब्लग्समा। क्या अनि सन्चै हुनुहुन्छ होला सबैजना। म चाहिँ सन्चै छु, तर मेरो अलिकति इक्जाम भएको कारणले गर्दा म यो पुरै मेरो भ्लगहरू म लिन पाएको छैन। अनि राति म 11 बजे 12 बजे सुत्ने भएको कारणले गर्दा, तर त्यति खासै मैले लिन पाएको छैन, किनकि अब बिहान 6 बजे उठ्छु। 6 बजे यताउति उठ्दा यो सबै उज्यालो भइसकेको हुन्छ, अनि त्यही भएर बनाउन पाएको छैन। अनि अब मैले जुन सर्ट भिडियोहरू बनाउँछु त्यो चाहिँ मेरो खालि इन्टरटेनमेन्ट एन्ड मेडिटेसन एन्ड मैले जुन बिहान एक्सर्साइजहरू गर्छु त्यसको लागि मात्रै हो, अरू है अन्यथा होइन। मेरो अलिकति भ्युज प्रब्लम छ, ठिक छ। अनि मैले चाहिँ भ्लग मात्रै बनाउँछु, थाहा छँदैछ होला सबजनालाई। अहिले मेरो सब्सक्राइबर पनि कमै छ। एक दिन चाहिँ बन्छु, ठिक छ, यो चाहिँ कन्टिन्यू हुन्छ। अनि अब मैले त्यो केही छैन। अब आज चाहिँ म तल्लो अर्को रुममा आइसकेको छु। यहाँ चाहिँ जुन अनि अब मेरो जुन मैले चाहिँ एक्सर्साइजहरू गर्छु त्यसको कारण यो अहिले चाहिँ मेरो बाइसेप पनि बढिसकेको छ, अरू चाहिँ के होइन। अनि ट्याकको कपाल पनि आज कोरेर चट्टो हिरो फर्केको रहेछु। ठुलो छ कपाल। चस्मा लगाइदिन्छ है ल है। वाउ, हम भी हिरो बनते रे। चस्मा लाउँदा त खुब म सलमान खानको फिल आएर है। यो चस्मा चाहिँ मैले थाइल्यान्डबाट मगाएको हो के भन्छ नि, एउटा भिडियोको मिचिङ छ। बनारसको पान कान्छु, थाइल्यान्डको माल हान्छु, हग्न आउँछु इन्डिया, मुद्न जान्छु काठमाडौँ भने जस्तै छ यो। अनि 16 बिघा जमिन मेरो चन्द्रमामा छ रे, यो भिडियोले भने जस्तै। यो चस्मा चाहिँ मैले जापानबाट मगाएको चस्मा हो। यसको खिल्ली चाहिँ नगर्नु होला। अनि आजकल पुसो भन्नुको कारण पनि यस्तो छ, मेरो हात पनि लामो भइसकेको छ। अब यस्तै हो, मेरो दिनकै भ्लग चाहिँ आउँछ। अब आजकल त्यति मसँग खासै मोबाइल पनि राम्रो छैन, गतिलो छैन। यही साला स्यामसङको हो, 20-25 हजारको हो, किनेको 1 वर्ष मात्रै भयो। अब यसले नि भ्लग बनाउँछु, अरू काम केही छैन। त्यसमा लागिरहने हो। एक दिन हेरौँ। अब मेहनत चाहिँ गर्दै जाने हो, जति हुन्छ। अनि यता पनि छ। अनि मेरो भाषामा चाहिँ अलिकति ल्याङ्ग्वेजमा चाहिँ अलिकति प्रब्लम हुनसक्छ, या त पासै हुन सक्दैन, या त केही नै हुनसक्छ भनेपछि म चाहिँ भ्लग चाहिँ स्टार्टिङ नै गरिसकेको छु क्या। अनि अनि आज चाहिँ मेरो अर्को चस्मा चाहिँ छैन, यही चस्मा हो। तर बाइसेप चाहिँ खतरा भइरहेको है मेरो त। खै एकछिन गरिदिउँ त। वाउ, खै है एकछिन म दायाँ हात पनि गर्छु है। बायाँ हातै गरिदिनु ल। यस्तै हो। अनि अब निकालिदिउँ। बरु यसलाई चाहिँ म टाउको यता राखिदिउँ नि त, मेरो टाउकोमा। मेरो यता पनि टाउको छ नि त खै ल। अनि अब सबैजना सब्सक्राइब गरिदिनु होला। मेरो भिडियोहरू यस्तै हो होइन। मलाई खासै कन्टेन्ट बनाउन आउँदैन, सिधा कुरा भन्नुपर्दा मलाई कन्टेन्ट बनाउन आउँदैन। मलाई थाहा पनि छैन, त्यही भएर सुरुमा यस्तै हुन्छ, कन्टेन्ट थाहा छैन। अब पछि चाहिँ हुनसक्छ मलाई कन्टेन्ट चाहिँ कस्तो कन्टेन्ट बनाउने भन्ने पछि हुन्छ। तर अहिले हात चाहिँ थकिसक्यो। आम्बो के हो, लुतेछु क्या म त होइन। ज्यान लुते छ, ज्यान लुते भए पनि तागत चाहिँ छ नि फेरि है। अनि हातको वाउ बाइसेप्स क्या मस्त बाइसेप्स छ है। यति हान्नु पायो त मान्छे ढल्छ होला। ल गाइज, हस् अब म चाहिँ एकछिन किताब पढ्छु। किताब लिएको छु मैले चाहिँ यता होइन। अनि मेरो इक्जामको तयारीमा छु। ल तपाईँहरू सब्सक्राइब गरिदिनु होला मेरो च्यानलमा है। ल बाई बाई, सी यु टुमोरो।